क्या कर लेंगे, हम तो मिला लेंगे ना, ऐसा सब कुछ मिला लेंगे, आप चिंता मत कीजिए। 84 में in the coming election we will be the main force of this country. So आप लोग तो चिंता मत करिए, ये सब हो जाएगा, बस चिंता मत कीजिए। बारम्बार के भन्नुभयो भन्दाखेरि चाहिँ भारतलाई म जे पनि बुझाउनको लागि जे पनि गर्नको लागि तयार छु, मलाई प्रधानमन्त्री बन्नको लागि भारतलाई बनाऊ भनेर उहाँले मलाई पठाउनु भयो र त्यसपछि मैले त्यो कुरा कहिले पनि गर्न सकिनँ, किनभने भारतसँगको तपाईले यो सानसुने कुरा गरिरहनु भएको छैन है। यो फेरि यो सार्वजनिक प्रसारणमा गएको विषय हो, यसमा जवाबदेही दिनुपर्छ। मुखर पनि म फेरि म लाइभ डिटेक्सन टेस्ट लिन तयार छु, म झुटो बोलेको टेस्ट लिन तयार छु। त्यो पार्टीको महामन्त्री हुनुहुन्थ्यो, प्रवक्ता हुनुहुन्थ्यो, रविजीको सबभन्दा विश्वास पात्र हुनुहुन्थ्यो, रविजीले के भन्नुभयो भन्दै हुनुहुन्छ भने तपाईँ उपप्रधान र गृहमन्त्री एकपटक भएर दोस्रो पटक भइसके पछाडि भारतसँग म जेसुकै कुरामा सम्झौता गर्न तयार छु, मुकुलजी यस्तो लबिङ गरिदिनुहोस् कि भारतको आशीर्वादले म प्रधानमन्त्री हुन सकौँ। त्यो उहाँले त्यो मलाई भन्न पठाइसकेपछि मैले तर भारतसँग कहिले पनि त्यस्तो कुरा गरिनँ। म रविजी, शिशिर खनाल र सोनी वाग्ले हुनुहुन्थ्यो र त्यतापट्टिबाट आफ्नो एउटा टिम पनि थियो र त्यो टिमबाट भेटिसकेपछि उहाँ जानुभयो। उहाँ गइसकेपछि तलको जुन त्यो लिफ्टबाट तल उठिसकेपछि त्यति बेला सोनी वाग्ले मलाई के भन्नुभयो भन्दाखेरि चाहिँ भारतलाई नेपाल देशलाई चाहिँ भारतको राज्य बनाइदिनको लागि या भुटान स्टेट बनाइदिनको लागि एग्रिमेन्ट गरिदिने र त्यो गरिसकेपछि यिनीहरूले मान्छन् भनेर भनिसकेपछि मलाई त्यति बेला झनक्क रिस उठ्यो। तर त फेरि रविजीलाई नभएर अब फेरि सोनिङलाई पनि लतार्न खोज्छ। है, म लाइभ डिटेक्सन टेस्ट दिन तयार छु, उहाँले भनेको हो र यो कुनै पनि प्रकारको छानबिन जानको लागि म तयार छु।